यो याम्फू किराँतहरूले मान्दै आएको अथवा पूजा गर्दै आएको बाली पूजा चाहिँ यहाँहरूले यहाँको याम्फू भाषाले अथवा यहाँहरूले मान्ने मुन्दुमको आधारमा चाहिँ यो बाली पूजा मलाई लाग्यो नेपाली भाषा हो। यसलाई तपाईँहरूको भाषाबाट चाहिँ के भन्छ? यो किराँत कम्युनिटीमा यो याम्फू भनेपछि याख्खाबाट जोडिएर आएको हो होइन। अनि याख्खाबाट जोडिएर आएको हुँदाखेरि अब पछाडि याम्फू किराँत भयो। अब याम्फू किराँतहरूले अथवा किराँत समुदायहरूले मान्दै आएको जुन यो बाली पूजा जुन छ यो नेपाली भाषामा चाहिँ बाली पूजा यसले इक सम्माङ भन्छ। इक सम्माङ भन्छ। इक सम्माङ भने इक भनेपछि खोरिया, सम्माङ भनेपछि एक खालको भोजै हो भनेको प्रकृतिको पूजा गर्ने भनेपछि अब आज इक सम्माङ भन्यो भनेको आज पूजा गरियो, पूजा भनेको भोज गरियो अथवा समग्रमा बाली पूजाले इक सम्माङ भन्छ। यो चाहिँ कति बेला गरिन्छ, कसरी गरिन्छ? जब बर्खा लाग्छ नि उभौली, बर्खा लाग्छ नि उभौली भनेपछि जब यो मुन्दुम भनेको समग्रमा के भने यो चराहरूसँग प्रकृतिसँग जोडिएको हुँदाखेरि प्रकृतिमा रहने चराहरू जुन छ त्यो चराहरूको बसाइसराईको आधारमा नै यो उभौली उँधौली मनाउने काम गरिन्छ होइन। चराहरू अब उकालो लाग्छ, उकालो भनेपछि अब उँभोतिर आउँछ, लेकतिर पनि चढ्छ चराहरू किनभने अब यो बर्खा लाग्यो, बर्खा लाग्दाखेरि माथि जान्छ अनि त्यसरी उभौली पनि भन्छ यसलाई होइन। अनि त्यसो हुँदाखेरि यसलाई नेचरसँग नै जोडिएको हुन्छ। अनि अब बर्खा लाग्यो है, आजको दिनदेखि उता बर्खा लाग्यो, बर्खा लागिसकेपछि अब हामीले यो भोज खाऊँ, बाँचिन्छ मरिन्छ जे होला, तर अब कृषि कार्यमा लागेको अब लाग्ने बेला यही हो, त्योभन्दा अगाडि भोज खाऊँ भनेर चाहिँ गरिएको एउटा चाहिँ भोजै हो यो। यसमा चाहिँ हामीले त्यहाँ विभिन्न प्रकृति पूजकहरूले गर्ने विधि हुन्छ जुन त्यो चाहिँ मुन्दुमको आधारमा त्यहाँ राखिएको देखियो, स्याउलीहरू यो विभिन्न हुन्छ। त्यसमा चाहिँ यो बाली पूजा गर्दा चाहिँ के राखिन्छ, के नाम गरेर त्यहाँ भाकल गरिन्छ अथवा पूजा गरिन्छ? त्यो भाकल गर्दाखेरि पहिले सुने अनुसारको त्यो पुजारीले जो भाकल गर्छ नि उसले के भन्छ भने उहिलेको पुरानो हाम्रो जुन पुर्खाहरूको नामहरू छ होइन, नामहरू त्यसपछि चावा भन्छ। चावा भनेको पानी, विभिन्न पानीको मुहानका पानी खाएर आएका हाम्रा पुर्खाहरू हो। तिमीहरूको पुर्खाहरूले गर्दाखेरि हामी आज यो अवस्थामा आइपुग्यौँ। आजको दिन हामी पुर्खाले सम्झिने दिन हो र हामी सम्झिन्छौँ पनि। र यो सेउलाहरू जति छन्, सेउलाहरू डिङ्गो गाडेको सेउलाहरू छन्, सेउलाहरू 13-14 सेउलाहरू छन्। त्यहाँ विभिन्न खालको जुन देउताहरू चाहिँ भकालिन्छ, जस्तै पानी देउता भनौँ, त्यस पछाडि अब हुरी देउता, विभिन्न खालको देउता, माथि आकाश देउता, धरती देउता होइन, यस्तो देउताहरू चाहिँ भकालिन्छ। त्यहाँ भकालेपछि तिनीहरू बलि चढाउने प्रथा त पहिला थिएन नै होइन, तर पछाडि यो पुजारीवाद आइसकेपछि बलि चढाउन थाले पुजारीले होइन, पहिला त थिएन। सामान्य रूपमा के भने यो प्रकृतिलाई चाहिँ प्रकृतिले दिएको अन्नहरू चाहिँ अन्नहरू हामीले खायौँ, खाएपछि त्यही अन्नहरू चाहिँ अब आज भोलिबाट चाहिँ हामी फेरि प्रकृतिमा फर्काउँछौँ, बिउ छर्छौँ, फसल गराउँछौँ भनेर चाहिँ एउटा के भने त्यहाँ फलाकिएको हुन्छ। अनि चिन्डो राख्यो। चिन्डो भनेको आदिम युगमा जब किराँत पुर्खाहरूले जब एउटा समुदाय स्थापना भयो त्यसले पानी राख्ने एउटा भाँडोको रूपमा प्रयोग गर्दै आएको हुँदाखेरि चिन्डोलाई त्यहाँ राखिएको हो। यो मङ्सा भन्ने कुरो चाहिँ यो चाहिँ अब मलाई थाहा भएन, पछि भएको। पहिला त मासुको चलन पनि त्यति थिएन भन्थे होइन, हिंसा पहिला त्यति थिएन भन्थे होइन। पछाडि अब भोज न हो भने चाहिँ भोज खानु थाले। यो तपाईँले अघि उभौलीमा गरिन्छ बाली पूजा भन्नुभयो,
यो वर्षमा एकपटक मात्रै गर्ने भएकोले किराँतहरूमा त फेरि उधौली र उभौली बराबरी मान्छ नि। यो समग्रमा किराँतमा उभौली उधौली भन्ने दुईवटा चाड मनाइन्छ होइन। त्यो पनि यही सेरोफेरो नै हो हुन चाहिँ। तर हाम्रो चाहिँ यो याम्फू किराँतहरूको कल्चरमा चाहिँ यो पहिलादेखि चलिआएको चाहिँ जब जमिनहरू खनजोत गर्ने बेला आउँछ नि, विशेष गरी यो इक्सममा बाली पूजा भनेको भूमि पूजा नै हो यो होइन। भूमिको पूजा गर्ने नै हो यसको चाहिँ। अनि अरू उधौली उभौली भन्दा के फरक छ भने अरू उधौली उभौलीमा चाहिँ विभिन्न साकेला नाचहरू नाच्छ होइन। नाच्छ उहिलेदेखि अहिलेका नाचहरू नाच्छ। उहिलेका परम्परागत नीतिहरू संस्कृतिहरू चाहिँ त्यहाँ झल्काउने गरिन्छ होइन। यहाँ चाहिँ ढोल ढ्याम्टा मात्रै नाचिन्छ र त्यहाँ अब यो चाहिँ खेतीसँग सम्बन्धित छ। अहिलेको हाम्रो बाली पूजा भनेको सम्बन्ध चाहिँ खेतीसँग खोरियासँग सम्बन्धित छ क्या। खोरियासँग सम्बन्धित छ यो। अनि भर्खरै मङ्सिर पूर्णिमा र वैशाख पूर्णिमा कहिले मनाउने उभौली उधौली चाहिँ संस्कृतिसँग सम्बन्धित छ। संस्कृति भनेको जुन कल्चर छ नि त्योसँग सम्बन्धित छ। यो चाहिँ विशेष गरी आजदेखि उता हामी खेतीमा लाग्छौँ र पानी पनि बनाउँछ। आजदेखि उता खेतीमा लागेको हुँदाखेरि आकाशे देवतासँग पानी माग्ने एउटा मुन्दुम पनि पुजारीले गर्छ। यही अवसरमा चाहिँ मगालु गाउँपालिकाले स्थानीय विधाको रूपमा सार्वजनिक विधा घोषणा गर्छ र त्यो अनुसारले चाहिँ यहाँ त्यो पूजा गर्ने पर्व मनाउने रूपमा चलन रहेछ। तर यो टोलमा मनाउने दुई चार घर मिल्ने मनाउने गर्दा चाहिँ हामीले के देख्यौँ भने स्थानीय विधा भइसकिसके पछाडि त्यो चाहिँ भव्य सभ्य रूपमा हुन्छ भनेर बुझ्छौँ। तर यहाँ आइपुग्दाखेरि त्यो देखिन। यो एकीकृत रूपमा हुन नसकेको कि यसलाई अझ व्यापक रूपमा लानलाई असहजता भएको? हिजो अस्ति 16 गते चैत्र 16 गतेको दिन चाहिँ त पर रङ्गशालामा इक्सम्बाङ पर्व त त्यतिखेर मनाइसकिएको छ। बजार लगाउँछौँ हामी। त्यसपछि सबैतिरका मान्छेहरू आउँछन्, किराँतीहरू आउँछन्, गरी किराँतीहरू त्यतिखेर आउँछन् होइन। आउँछन् बजारमा। त्यहाँ पनि यस्तै विधि हुन्छ। तर त्यो के भने ब्लडेड चाहिँ हुँदैन भनेपछि हिंसा चाहिँ गरिँदैन, हिंसात्मक हुन्छ त्यो। अब यो पछाडि भनेपछि यो चलन यो चाहिँ भोज खाने हो। यो भोज खानालाई के भने एकै ठाउँ गर्न नसकिने। अब यम्फू किराँतहरू चाहिँ यहाँ प्राय उवामा सिम्बामा होइन, तल्लो गाउँ आला ओलिङ अब यहाँ आउँदा थुप्रैजना छ। ती मान्छेहरू चाहिँ एकै ठाउँमा जम्मा भएर चाहिँ आएर भोज गर्न नसकिने। त्यो भनेको दूरीको हिसाबले अलिकति के भने त्यसलाई मेन्टेन गर्न नसकिने। अर्को पहिला एकै ठाउँमा गर्थे अरे भन्ने पनि सुनिन्छ है। एकै ठाउँमा गर्थे तर बढी यो जान पानीमा केन्द्रित भएको हुँदाखेरि नि अब झैझगडाहरू हुने काम पनि बढी झगडा के जाँड खायो मातो। अब यहाँ खासै त्यस्तो फिलोसोफीहरू छैन, दर्शन छैन होइन। नेचर भनौँ यहाँ गुरु पनि हुँदैन। त्यसो हुँदाखेरि त्यो सुरक्षाको दृष्टिकोणले पनि त्यसलाई मेन्टेन गर्न नसकेन। दूरीको हिसाबले मेन्टेन गर्न सकिएन, सुरक्षाको हिसाबले मेन्टेन गर्न नसक्दाखेरि चाहिँ आफ्नो टोल चाहिँ गर्ने भन्ने चाहिँ एउटा निर्णय गरेछन्। त्यही अहिले भइरहेछ। तपाईँको नाम के भन्नु? मेरो वीरेन्द्र खारा।